नमस्ते हजुरहरु सबैजनालाई। आज पनि हजुरहरुलाई मेरो मिनी ब्लगमा स्वागत छ। मिनी ब्लग भन्दा नि आज चाहिँ हाम्रो अनबक्सिङ है। हामी चाहिँ शपिङ गएर के लिएर आयौं भनेर खास सामान चाहिँ मेरो साथीको हो, किनभने म पनि साथी गएको थिएँ नि त, त्यही भएर यहाँ सामान देख्न सक्नुहुन्छ। उसले चाहिँ एक झोला सामान किनेर लिएर आएको छिन् हैन। के छ अब हामी चाहिँ खोलेर देखाउँछौँ है त। हेर्नु कसरी भइरहेछ यत्रो सामान किन्दाखेरि, खुसीले गदगद भइरहे। थोरै मात्रै खुसी नै छु। सामान किन्दा थोरै के रे खुसी त भइहाल्छ, अफकोर्स खुसी हुन्छ हैन। म भए त कति खुसी हुन्थे। सबैभन्दा फर्स्टमा चाहिँ के लिएर आएको छ हेरौँ है त। सबभन्दा फर्स्टमा चाहिँ उसले यो नन स्टिकी फ्राई पेन लिएर आएकी छिन् हैन। यो चाहिँ एकदमै सजिलो हुन्छ, किनभने हामीले पनि यो युज गर्छौँ। प्राय मैले रोटीहरू बनाउने बेलामा चाहिँ कहिलेकाहीँ यही युज गर्छु, किनभने सजिलो हुन्छ, टाँसिँदैन। अनि यो लिएर आएकी छिन्, यो एकदमै सजिलो हुन्छ। अनि त्यस्तै गरी खै अर्को वाउ, यो चाहिँ थर्मस है। यसमा तातो पानीहरू चिया बनाएर राख्न सजिलो हुन्छ। अनि यसमा चाहिँ यस्तो उ पनि छ हैन। यसमा चाहिँ जस्तो अब चियाहरू भनौँ न, ग्रिन टीहरू के राखेर तातो पानी हालेर मजाले राख्न मिल्छ, एकदमै सजिलो हुन्छ। स्टिलको छ भित्र चाहिँ यस्तो छ है। यो पनि एकदमै राम्रो छ, एकदमै राम्रो पनि छ अनि एकदम युजफुल पनि हुन्छ, स्पेसली जाडो महिनामा अनि काम गर्नेहरूको लागि चाहिँ एकदमै राम्रो हुन्छ। अनि अर्को रहेको छ यो के हो, यो चाहिँ लुफा देख्न सक्नुहुन्छ। लुफा भनेको चाहिँ यो लाएर नुहाउने बेलामा बडी स्क्रब गर्ने, मार्ने, मैलो निकाल्ने। खोलौँ यसलाई चाहिँ यसरी लाउने, साबुन लाएर अनि पखालिसक्ने जिउ, अनि पखालेपछि चाहिँ यसलाई यसरी लाउने अनि यसरी मार्ने, स्क्रब गर्ने, सबै जिउभरि यसरी स्क्रब गर्ने। एकदमै सजिलो हुन्छ। अलिअलि खस्रो जुन हाम्रो नेपालमा चाहिँ घिरौलाको जालो हुन्छ नि, हो त्यसको काम चाहिँ यसले गर्छ। यसलाई चाहिँ लुफा भनिन्छ हैन। यो लिएर आएकी छिन्, यो पनि एकदमै युजफुल हुन्छ घरको लागि। अनि अर्को के लिएर आएको खोइदेऊ, अर्को चाहिँ पिनट। वाउ, यो चाहिँ हाम्रो एकदम फेभरेट चिज है, पिनट बटर। ब्रेडहरुमा लगाएर स्यान्डविच बनाउन यतिको ब्रेड मात्रै खाना पनि एकदमै मिठो हुन्छ, पिनट बटर है। हामीले चाहिँ ल्याएर खोलेर पनि खाइसकेँ मैले चाहिँ, देख्न सक्नुहुन्छ है। यो चाहिँ मेरो पनि एकदम फेभरेट चिज हो। अनि यहाँ रहेको छ मोजा है। मोजा देख्न सक्नुहुन्छ, राम्रो पनि छ। यो चाहिँ गर्मीलाई पनि हुन्छ, जाडोलाई पनि हुन्छ। धेरै बाक्लो पनि छैन, धेरै पातलो पनि छैन, एकदमै सजिलो हुन्छ, राम्रो पनि हुन्छ। यो चाहिँ स्पेसली चाहिँ यो बच्चाको लागि, उसले चाहिँ आफ्नो बाबुको लागि पठाइदिनको लागि लिएकी हुन्, देख्न सक्नुहुन्छ। यो चाहिँ यो